ल आजबाट हामी कस्ट एकाउन्टिङको कस्ट सिट भन्ने च्याप्टर पढ्छौँ है। कस्ट सिट हामीलाई यो कस्ट सिट भन्ने च्याप्टरबाट एक्जाममा लङ क्वेसनमा 8 मार्क्समा आउँछ है। जहिले पनि यो त्यही भएर इम्पोर्टेन्ट छ, 8 मार्क्समा आउँछ। यसमा यसबाट हामीलाई के त कस्ट सिट बनाउनु भनेर आउँछ, प्रिपेयर कस्ट सिट भनेर बनाउन आउँछ कि त कस्ट एन्ड टेन्डर सिट यो बनाउन आउँछ। दुईटामा एउटा यो मोडलमा हामीलाई एक्जाममा क्वेसन आउँछ है। अब कस्ट सिट भने के हो भने त एउटा खर्च, खर्चको विवरण राख्ने संस्था हो। के भन्यो? खर्चको विवरण राख्छ नि त, हाम्रो के कतिमा कति खर्च लाग्यो भनेर खर्चको विवरण भएको संस्था जस्तै भनौँ। सुरुमा हामीलाई कस्ट है, कस्टको एउटा सिट, कस्ट क्याल्कुलेसनको सिट नर्मल्ली बुझ्दाखेरि कस्ट सिट भनेको कुनै पनि फ्याक्ट्रीकोमा कुनै पनि प्रोडक्ट बनाउँदाखेरि त्यसमा लागेको लागत कस्ट कति लाग्यो भन्ने एउटा सिट हो हैन, डिटेल स्टेटमेन्ट हो। चाहिँ जसले चाहिँ के निकाल्दछ, एउटा भनेको त्यो प्रोडक्टको कस्ट कति लाग्यो हैन। कुनै पनि प्रोडक्ट जस्तै यो मार्कर बनाउँदाखेरि यो मार्करमा के कस्ट लाग्यो र यो प्रोडक्सन हुँदाखेरि जम्मा कस्ट कति लाग्यो त्यो निकाल्छ। र अब यो मार्करमा कस्टमा हामीले प्रॉफिट कति राख्ने, प्रॉफिट राखे पछाडी सेलिङ प्राइस बेच्ने मूल्य कति राख्ने भन्ने कुरा चाहिँ यो कस्ट सिटले निकाल्छ है। जस्तै मार्कर बनाउँदाखेरि यसमा धेरै खालको मेटेरियल युज भयो होला हो, अनि त्यस्तै गरी यसमा लेबर पनि युज भयो होला, त्यस्तै यसमा विभिन्न अफिस एक्सपेन्स पनि यसमा जोडियो होला। त्यो भएर यसको टोटल कस्ट डिटरमाइन हुन्छ। त्यतिकै यसको अन्धाधुन्दामा एस्टिमेट गरेर त कस्टिङ गरेको हुँदैन फ्याक्ट्रीले। यो बनाउँदाखेरि यसमा लागेको मेटेरियल, यसमा लागेको लेबर, अनि त्यसपछि यसमा लागेको अरू ओभरहेड खर्चहरू जोडेर यसको कस्टिङ निकालेको हुन्छ। अब कस्ट हामीलाई कन्सेप्ट बुझ्दाखेरि कस्टिङमा के हुन्छ, कस्टको एलिमेन्ट्सहरू एउटा हुन्छ मेटेरियल हो। जस्तै एउटा प्रोडक्ट बनाउनको लागि सुरुमा हामीलाई के चाहिन्छ, मेटेरियल। मेटेरियल भनेको जस्तै यो बनाउनको लागि चाहिने प्लास्टिकहरू, फर्निचर बनाउनको लागि चाहिने काठहरू हैन। अनि त्यस्तै गरी तिमीलाई घिउ बनाउनको लागि चाहिने दुध, यो चाहिँ डाइरेक्ट मेटेरियल भयो के। अनि त्यस्तै गरी मेटेरियल भएर मात्रै प्रोडक्ट बन्दैन, त्यसलाई त प्रोसेसिङ गर्नु पर्यो, बनाउनु पर्यो। त्यसको लागि के चाहिन्छ, लेबर पनि चाहिन्छ। लेबर पनि चाहिन्छ हो। अनि त्यस्तै गरी अब लेबरले मात्रै पनि भएन, अब त्यसको लागि त विभिन्न खालको अरू खर्च, अरू पनि खर्च हुन्छ। जस्तै तिम्रो अफिसमा खर्च हुन्छ, यो प्रोडक्ट बनाउनको लागि अफिसमा मान्छे बसेर काम गर्नु भनेको पनि यो प्रोडक्टको लागि नि खर्च हो नि त, अरू एक्सपेन्सेसहरू हुन सक्छ। अब यो मेटेरियल पनि डाइरेक्ट मेटेरियल र इन्डाइरेक्ट मेटेरियल गरी टु टाइप्सको हुन्छ कि। हरेक खर्चहरू डाइरेक्ट र इन्डाइरेक्ट हुन्छन्। एउटा डाइरेक्ट खर्च हुन्छ, अर्को हुन्छ इन्डाइरेक्ट खर्च। अब जस्तै मेटेरियल पनि एउटा डाइरेक्ट मेटेरियल हुन्छ, डाइरेक्ट, अर्को हुन्छ इन्डाइरेक्ट हो। डाइरेक्ट एन्ड इन्डाइरेक्ट। जस्तै अब त्यस्तो खालको मेटेरियल जुन चाहिँ डाइरेक्टली प्रोडक्टमा देखिन्छ, भिजिबल हुन्छ। जस्तै प्लास्टिक डाइरेक्ट मेटेरियल भयो भने त्यसको फर्म त, त्यसको सेप त डाइरेक्टली मार्करमा देख्यो नि त। जस्तै काठ भनेको डाइरेक्ट मेटेरियल भयो। अनि तिम्रो दराज बनाउँदाखेरि काठ त डाइरेक्ट मेटेरियल भयो नि त हैन, जुन चाहिँ हामीलाई प्रत्यक्ष रूपमा देखिन्छ हैन, डाइरेक्टली त्यो
देखिन्छ भने त्यो चाहिँ के भयो डाइरेक्ट मेटेरियल भयो। तर त्यस्तो अरू मेटेरियलहरू जुन चाहिँ त्यसको प्रोडक्टमा देखिँदैन कि जुन युज चाहिँ हुन्छ तर डाइरेक्टली त प्रोडक्टमा देखिँदैन भने त्यस्तो चाहिँ इन्डाइरेक्ट मेटेरियल भयो। त्यस्तै गरी लेबर पनि डाइरेक्ट र इन्डाइरेक्ट गरेर दुई खालको हुन्छ। डाइरेक्ट भनेको यो प्रोडक्ट बनाउनका लागि डाइरेक्टली इन्भल्भ हुने लेबर, जस्तै फ्याक्ट्रीमा काम गर्ने कर्मचारीहरू त डाइरेक्टली यो प्रोडक्ट बनाउनका लागि बसेको हुन्छ नि त, काम गरेको हुन्छ नि त। त्यस्तो स्टाफ गर्दा चाहिँ डाइरेक्ट खर्च हो, डाइरेक्ट लेबर खर्च। तर जो अफिसमा बसेर डाइरेक्टली फ्याक्ट्रीमा एङ्गेज भएको छैन तर अफिसमा बसेर इन्डाइरेक्टली काम गरिरहेछ भने त्यस्तोलाई चाहिँ इन्डाइरेक्ट लेबर चार्ज, लेबर खर्च हुने हो है। त्यस्तै गरी अरू एक्सपेन्स पनि जुन एक्सपेन्स डाइरेक्टली प्रोडक्ट बनाउनको लागि युज भएको छ भने डाइरेक्ट एक्सपेन्स हुने भयो। अनि त्योभन्दा बाहेक अरू चाहिँ इन्डाइरेक्ट हुने भयो। ल यति बुझ, खर्चहरू डाइरेक्ट र इन्डाइरेक्ट सबै हुने रहेछ। अब यो जति पनि डाइरेक्ट एक्सपेन्स छ यहाँ यो मेटेरियलको डाइरेक्ट एक्सपेन्सेस, लेबरको डाइरेक्ट एक्सपेन्सेस, त्यस्तै अरू यो एक्सपेन्सको डाइरेक्ट एक्सपेन्सेस, सबै डाइरेक्ट एक्सपेन्सलाई चाहिँ हामी प्राइम कस्टमै राख्छौँ। प्राइम कस्ट यो भनेको अहिले हामीलाई थाहा हुन्छ सबै खाले डाइरेक्ट एक्सपेन्स चाहिँ प्राइम कस्ट निकाल्नुभन्दा अगाडि राख्छौँ। अनि त्यस्तै गरी सबै खालको इन्डाइरेक्ट एक्सपेन्सहरू चाहिँ हामी यो इन्डाइरेक्ट एक्सपेन्सेस, यो इन्डाइरेक्ट एक्सपेन्सेस, इन्डाइरेक्ट एक्सपेन्सलाई चाहिँ हामी ओभरहेड भन्छौँ। ओभरहेड यो भनेको इन्डाइरेक्ट एक्सपेन्सलाई चाहिँ ओभरहेड भन्छ के। कुरा बुझ्नु? इन्डाइरेक्ट एक्सपेन्सलाई चाहिँ के भन्छ अरे ओभरहेड भनेर भनिन्छ। अब यो इन्डाइरेक्ट एक्सपेन्स पनि एउटा अफिसियल हुन सक्छ, अफिस ओभरहेड, ओभरहेड। अर्को हुन सक्छ प्रोडक्सन ओभरहेड, सरी सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड, सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड हुन सक्छ। फ्याक्ट्री ओभरहेड हुन सक्छ, फ्याक्ट्री ओभरहेड। ल यो चाहिँ कन्सेप्ट बुझ्नको लागि मैले यो कुरा तिमीहरूलाई भने। ठिक छ? कस्ट कति खालको हुन्छ अरे एउटा मेटेरियल कस्ट हुन्छ, अर्को लेबर कस्ट हुन्छ र अर्को अरू एक्सपेन्स हुन्छ। र सबै खालको कस्ट चाहिँ एउटा डाइरेक्ट हुन्छ र अर्को इन्डाइरेक्ट हुन्छ। डाइरेक्ट कस्ट चाहिँ प्राइम कस्टमा जान्छ र अरू इन्डाइरेक्ट कस्ट चाहिँ ओभरहेड भनेर फ्याक्ट्री ओभरहेड, त्यस्तै गरी प्रोडक्ट के अरे अफिस ओभरहेड र सेलिङ ओभरहेड भनेर ओभरहेड एकाउन्टमा जान्छ। अब हामी कस्ट सिटको फर्मेट लेख्दै बुझ्दै जान्छौँ है। यो हामीले बुझ्नको लागि मात्र लेखेको। कन्सेप्टको लागि लेखेको हो। अब फर्मेट पढ्छौँ अनि फर्मेट बुझिसके पछाडि हामी हिसाब गर्न थाल्छौँ। अनि त्यसबाट चाहिँ क्लियर हुँदै भेरी भेरी इम्पोर्टेन्ट है, 8 मार्क्स आउँछ। यसको फर्मेट लामो छ डिटेलमा लेखौँ है। हजुर यसको फर्मेट अलि लामो छ डिटेलमा लेखौँ है। फर्मेट लामो छ यसको, अलि लामो डिटेल पनि छैन।
लेख्नु त फर्मेट कस्ट सिट को कस्ट सिट त सबैले अब कस्ट सिट को हामी फर्मेट लेख्छौँ फर्मेट लेख्ने पछाडि अनि हिसाब गर्न थाल्छौँ सुरुमा फर्मेट चाहिँ मजाले बुझेर गरौँ सबैले गर्ने फर्मेट पार्टिकुलर्स amount सर भन त फर द पिरियड अफ इन्डेट नलेखे पनि हुन्छ यसमा के नलेख्यो नि हुन्छ फर द पिरियड अफ इन्डेट कस्ट सिट फर द पिरियड इन्डेट लेख्नु पर्छ यो एउटा फिक्स पिरियड हुन्छ नि त फर द पिरियड इन्डेट ल अब हामीले सुरुमा प्राइम कस्ट निकाल्नु पर्ने हुन्छ यसमा है हामीले सुरुमा प्राइम कस्ट निकाल्नु पर्ने हुन्छ र अघि हामीले के पढाएको छौँ प्राइम कस्ट भनेको चाहिँ सबै खाले डाइरेक्ट एक्सपेन्सहरू डाइरेक्ट मेटेरियल डाइरेक्ट लेबर र अदर एक्सपेन्सहरू जोडे पछाडि चाहिँ के आउँछ प्राइम कस्ट डाइरेक्ट प्राइम कस्ट आउँछ अनि अब हामीले कस्ट अफ र मेटेरियल कन्ज्युम निकाल्न पर्छ कि नै यसमा कस्ट अफ र मेटेरियल कन्ज्युम भनेको डाइरेक्ट मेटेरियल हो है तिमीहरूलाई कन्फ्युज हुन्छ भने कन्फ्युज होला भने हामीले सुरुमा के निकाल्छौँ भने सुरुमा हामी डाइरेक्ट मेटेरियल अब कतिपय अवस्थामा क्वेसनले डाइरेक्ट मेटेरियल भनेको छ भने कस्ट अफ र मेटेरियल त ओपनिङ क्लोजिङ पर्स के दिएको छ जस्ट डाइरेक्ट मेटेरियल छ भने निकाल्न परेन तर हामीलाई मेटेरियल कन्ज्युम अथवा डाइरेक्ट मेटेरियल निकाल्न लागि चाहिँ सुरुमा हामीलाई के दिएको हुन्छ क्वेसनमा नि दिएको हुन्छ ओपनिङ स्टक अफ र मेटेरियल दिएको हुन्छ हो सुरुमा ओपनिङ स्टक अफ र मेटेरियल राख्ने ठीक छ अनि त्यस पछाडि एड के जोड्ने हामीलाई पर्चेस अफ र मेटेरियल दिएको हुन्छ हो ओपनिङ स्टकमा पर्चेस अफ र मेटेरियल जोड्ने पर्चेस अफ र मेटेरियल यो मेटेरियल भनेको त सबै डाइरेक्ट हो नि त हैन जति पनि मेटेरियलहरु छ र मेटेरियल भनेको त डाइरेक्ट एक्सपेन्स हो नि त त्यही भएर हामीले सुरुमा यो मेटेरियललाई डाइरेक्टमा राखेको हुन्छौँ है अनि त्यस्तै गरी एट डाइरेक्ट एक्सपेन्समा क्यारिज इनवर्ड होला है क्यारिज इनवर्ड अथवा अरु केही पर्चेस एक्सपेन्स केही छ भने डाइरेक्टली पर्चेससँग सम्बन्धित पर्चेस एक्सपेन्सेस है अनि अब हामीले योसँग डाइरेक्ट एक्सपेन्स के रे पर्चेससँग सम्बन्धित डाइरेक्ट एक्सपेन्स पनि जोडिसके पछाडि हामी अब लिस्ट के गर्छौं क्लोजिङ स्टक लेस क्लोजिङ स्टक अफ र मेटेरियल यसलाई घटाउँछौँ यति गरे पछाडि हाम्रो के आउँछ भन्छ भने यति गरिसके पछाडि आउँछ कस्ट अफ र मेटेरियल कन्ज्युम के भनेको चाहिँ र मेटेरियल
कन्ज्युम भन्छौँ। यही हो, यो भनेको डाइरेक्ट एक्सपेन्स, डाइरेक्ट मेटेरियल हो के, डाइरेक्ट मेटेरियल, डाइरेक्ट मेटेरियल अथवा कस्ट अफ मेटेरियल कन्ज्युम भनेर डाइरेक्ट दियो भने यो गर्न परेन। तर क्वेसनमा हामीलाई ओपन स्टक अफ र मेटेरियल, पर्चेस, क्यारेज इनवार्ड अनि क्लोजिङ स्टक अफ र मेटेरियल भनेर दियो भने चाहिँ हामीले डाइरेक्ट मेटेरियल निकाल्नको लागि यो सुरुमा गर्नुपर्ने हुन्छ। यसले गरेपछि हाम्रो के आयो, डाइरेक्ट हेलो मेटेरियल सर आयो। हजुर अनि रिटर्न हो कि के भनेर सर परचेज रिटर्न हो क्या बुझिन, परचेज रिटर्न भयो भने पर्चेस रिटर्न भयो भने के गर्ने भनेको, त्यो हजुर लेस गर्नु त्यो भयो भने त हामी लेस गर्छौँ। पर्चेस रिटर्न भयो भने लेस गर्छौँ। यो भनेको मैले तिमीलाई नेट पर्चेस भनेर लेख्थेँ, अब धेरै लेनदेन नबनाऊ। पर्चेस रिटर्न आयो भने जस्ट फिर्ता गरेको छ भने के गर्ने, लेस गर्ने त हो। ओके है ल, अब यो हाम्रो के आयो, डाइरेक्ट मेटेरियल आयो। अब यदि अरू हाम्रो डाइरेक्ट एक्सपेन्सहरू जस्तै, अब यो त डाइरेक्ट मेटेरियल त आयो, बाँकी के अरे डाइरेक्ट वेजेसहरू अनि त्यस्तै गरी अरू डाइरेक्ट अरू एक्सपेन्सहरू आयो भने अझै के गर्ने, एड गर्ने है। यसमा अझै एड के गर्ने, यो डाइरेक्ट मेटेरियल भयो, यसमा एड डाइरेक्ट लेबर अथवा यसलाई वेजेस पनि भनिन्छ हैन, यो हामीलाई पनि जोड्ने। अनि अरू डाइरेक्ट जति पनि तिम्रो डाइरेक्ट खर्च हुन्छ त्यो जोड्ने। अब है जति पनि डाइरेक्ट खर्च हुन्छ त्यसलाई जोड्ने र त्यति गरिसकेपछि के आउँछ, हाम्रो प्राइम कस्ट आउँछ। के आउँछ अरे, प्राइम प्राइम कस्ट। कस्ट प्राइम कस्ट जोडेपछि हाम्रो के आउँछ, हाम्रो प्राइम कस्ट आउने भयो। ल, प्राइम कस्ट आउँछ। अब यहाँसम्म चाहिँ हामीले जति पनि डाइरेक्ट खर्चहरू छ, डाइरेक्ट लेबर, डाइरेक्ट वेजेस अनि सबै डाइरेक्ट प्रोडक्सन खर्चहरू जोडिसके पछाडि हामी प्राइम कस्टमा आइपुग्छौँ। अब प्राइम कस्ट आइसके पछाडि अब बाँकी भनेको चाहिँ हामीले इनडाइरेक्ट एक्सपेन्सहरू, जस्तै अघि मैले भनेको फ्याक्ट्री ओभरहेड अनि अफिस ओभरहेड जति पनि कुराहरू छन् त्यो चाहिँ हामी अब ओभरहेड एकाउन्टमा, ओभरहेड भन्ने ठाउँमा लगेर राख्छौँ। ल, यसमा एड फ्याक्ट्री ओभरहेड है, फ्याक्ट्री ओभरहेड हामीलाई क्वेसनमा जति पनि अब फ्याक्ट्री भनेर फ्याक्ट्री मेटेरियल, फ्याक्ट्री लेबर भनेर जति पनि फ्याक्ट्रीवाला टपिक्स आउँछ त्यो सबै चाहिँ फ्याक्ट्री ओभरमा राख्ने। यसमा के आउँछ अरे, धेरै कुरा त्यसमा आउँछ, फ्याक्ट्री इनडाइरेक्ट मेटेरियलहरू अनि त्यस्तै गरी फ्याक्ट्री इनडाइरेक्ट मटेरियल, इनडाइरेक्ट लेबर, लेबर, इनडाइरेक्ट अरू के भन्छ, ओइल, फ्याक्ट्री इन्सुरेन्स, हो लाइट एन्ड हेल्थिङ, क्लिनिङ चार्ज, इनडाइरेक्ट रेन्ट एन्ड रेट्स, इनडाइरेक्ट मेटेरियल, इनडाइरेक्ट लेबर अनि त्यस्तै गरी सर मैले एउटा कुरा भन्न चाहे, जुन हाम्रो डिप्रिसिएसन छ नि, त्यो डिप्रिसिएसन हाम्रो के भन्छ भने फ्याक्ट्रीमा पनि जान्छ, अफिसमा पनि जान्छ, प्लस सेलिङमा पनि जान्छ। कुन डिप्रिसिएसन कहाँ जान्छ भनेर कसरी थाहा भयो नि? यस्तो हो, अब तिम्रो त्यो मेसिनरी केमा छ भन्ने कुरा सुरुमा त्यसले म्याटर गर्छ के। मेसिनरी फ्याक्ट्रीको मेसिनरीमा हो भने फ्याक्ट्रीमा जाने भयो हो,
अनि तिम्रो चाहिँ यताबाट अफिसको खर्च हो भने अफिसको के अरे फर्निचरमा लागेको छ भने त्यो अफिसियलमा जाने भयो, जुन ठाउँमा छ त्यही ठाउँमा जाने भयो क्या डिप्रेसन पनि। यदि डिप्रिसिएसन मात्रै भनेर क्वेसन के पनि साइलेन्ट छ भने केमा फ्याक्ट्रीमा राख्नु पर्यो? लगाउने जस्तो भने फ्याक्ट्रीमा लगाउने। ए क्वेसन साइलेन्ट छ भने फ्याक्ट्रीमा लाउँदा हुन्छ। फ्याक्ट्रीमा। ओके सर, थ्याङ्क यू। क्वेसन साइलेन्ट छ भने फ्याक्ट्रीमा लगाउने। ओके ल। जति पनि यसमा हो इन्डाइरेक्ट खर्च, इन्डाइरेक्ट वेजेसहरू भयो। अनि त्यस्तै गरी फ्याक्ट्रीमा लाग्ने खर्चहरू, फ्याक्ट्री रेन्ट। अब रेन्ट पनि एउटा फ्याक्ट्री रेन्ट हुन्छ, अर्को अफिसको रेन्ट होला होइन, मेन अफिसको। फ्याक्ट्रीको रेन्ट मात्र त्यो फ्याक्ट्रीको ओनरलाई लाउने। अनि त्यस्तै गरी फ्याक्ट्री इन्सुरेन्स, फ्याक्ट्रीको इन्सुरेन्स गरिन्छ भने त्यो फ्याक्ट्री इन्सुरेन्समा। अनि त्यस्तै गरी अरू फ्याक्ट्रीको मेसिनरीमा, मेसिनरी अब मेसिन भनेको फ्याक्ट्रीमा आउँछ, मेसिनरी डिप्रिसिएसन भयो भने कहाँ आउँछ? फ्याक्ट्रीमा आउँछ है, किनकि मेसिनरी त अफिसमा त हुँदैन त्यो भएको हुनाले त्यो फ्याक्ट्रीमा। अनि त्यस्तै गरी फ्याक्ट्रीको जति पनि अरू खर्च हुन्छ, फ्याक्ट्री लाइटिङ हुन्छ, फ्याक्ट्री लाइटिङ हो, फ्याक्ट्री रिपेयरमेन्ट, फ्याक्ट्री रिपेयर अच्छा, हाम्रो सेल्स अफ स्क्रैप भने त्यो भने के हो? हजुर हजुर सेल्स अफ स्क्रैप भने हुन्छ नि, त्यो भने के हो? बुझेन बुझेन। सेल्स अफ स्क्रैप। सेल्स अफ स्क्रैप। ए त्यसमा अहिले आउँछौँ हामी, अहिले आउँछौँ त्यसमा भन। अनि त्यस्तै गरी ल जति पनि खालको फ्याक्ट्री सम्बन्धित आउँछ फ्याक्ट्रीमा राख्ने। यति जोडिसके पछाडि प्राइम कस्टमा फ्याक्ट्री ओभरहेडहरू जोडिसके पछाडि के आउँछ? फ्याक्ट्री कस्ट इन्कर्ड। फ्याक्ट्री कस्ट आउँछ हो, फ्याक्ट्री कस्ट इन्कर्ड आउँछ। फ्याक्ट्री कस्ट आउँछ। प्राइम कस्टमा फ्याक्ट्री ओभरहेड जोडेपछि के आउँछ अरे? फ्याक्ट्री कस्ट आउने भयो। फ्याक्ट्री कस्ट आयो। ल अब फ्याक्ट्री कस्ट आयो भनेपछि फ्याक्ट्री कस्ट इन्कर्ड आउँछ। इन्कर्ड है, यहाँ चाहिँ इन्कर्ड मात्र। के फेरि इन्कर्ड क्वेसनमा भन्दाखेरि हामीले यहाँ अब वर्क इन प्रोग्रेसलाई थोरै एड्रेस गर्नुपर्ने हुन्छ है। वर्क इन प्रोग्रेसलाई थोरै अब एडजस्ट गर्नुपर्ने हुन्छ। यहाँसम्म गरिसक्यो, मेटाइदिनु यो। भेट्दिनुहोस्। हुन्छ सर, मेटा। सर भन्नु न। वेटिङमा छन् अरे 2-4 जना। छैन त भन्दैछन् र। नभनेपछि के?
ल अब फ्याक्ट्री कस्ट इन्कर्डमा हामीले के गर्ने एट ओपनिङ स्टक अफ द वर्क इन प्रोग्रेस। यो हामीलाई वर्क इन प्रोग्रेसको ओपनिङ स्टक र क्लोजिङ स्टक भनेर क्वेसनमा दियो भने हामी यो गरेपछि मात्र फ्याक्ट्री कस्ट आउँछ। यदि यो ओपनिङ स्टक अफ वर्क इन प्रोग्रेस क्लोजिङ स्टक अफ वर्क इन प्रोग्रेस दिएको छैन भने यो फ्याक्ट्री कस्ट इन्कर्ड नै फ्याक्ट्री कस्ट हुन्छ है। क्वेसनमा हामीले यो पनि एडिसन दिएको छ भने यो भयो अनि लेस ओपनिङलाई 8 क्लोजिङलाई क्लोजिङ स्टक अफ वर्क इन प्रोग्रेस है। अनि त्यस्तै गरी अघि तिमीले भने जस्तो यदि स्क्रैप दियो है सेल्स अफ स्क्रैप दिएको छ भने यहाँनेर लेस गर्नु पर्यो है। कुरा बुझ्यौ? यदि सेल्स अफ स्क्रैप दिएको छ भने यहाँनेर पर्यो त्यसले घटाउनु पर्यो लेस गर्ने है। यही लेस गर्ने हो। सेल्स अफ स्क्रैप स्क्रैप भनेको के हो भने जस्तै हामीले प्रोडक्सन गरेर जाँदाखेरि त कुनै कुनै र मेटेरियलहरु त त्यो तिम्रो काम नलाग्ने टुक्रिएर हैन काम नलाग्ने भएको हुन्छ। तर त्यसलाई चाहिँ त्यो स्क्रैपलाई चाहिँ के गर्छौं हामी सेल गर्छौं के स्क्रैपलाई बेच्छौं र त्यसबाट चाहिँ हामी केही मनी केही रकम चाहिँ उठाउँछौं नि त। त्यो भए पछाडी त हाम्रो कस्टिङ त कम हुने हो नि त। मेटेरियल त्यो स्क्रैप भयो भने बेचेर के पैसा आयो भने त हाम्रो कस्ट त घट्ने भयो त्यो मेटेरियलको त त्यो प्रोडक्टको त। त्यो भएर हामीले स्क्रैपलाई यहाँबाट लेस गर्छौं है घटाउँछौं। सेल अफ स्क्रैपलाई लेस गर्छौं र यति गरिसकेपछि हाम्रो अब के आउँछ रे फ्याक्ट्री कस्ट। फ्याक्ट्री कस्ट आयो। अन्त मैले यो सेल्स अफ स्क्रैपलाई त हामीले वही माथि घटाइदिए पनि त हुन्थ्यो र। हजुर सेल्स अफ स्क्रैपलाई त हामीले फ्याक्ट्रीको ओभरहेडमै घटाइदिए पनि त हुन्थ्यो तल नल्याइकिन। होइन तलै गरे नि चाहिँ माथि घटाइदिए। माथि घटाउने तलै घटाउने हो नि। अब हामीले के एड गर्न पर्यो यसमा अरु खर्चहरु जेनरल एक्सपेन्स अथवा अफिस एन्ड एडमिन एक्सपेन्स अब जोड्न पर्यो। अफिस एन्ड एडमिन ओभरहेड है। अफिस एन्ड एडमिन ओभरहेड यसमा कस्तो कस्तो खर्चहरु आउँछ जस्तै अफिस स्टाफको खर्च अफिस स्टाफको खर्च त्यसै गरी अफिस रेन्ट खर्च हो। अरु जेनरल एक्सपेन्सहरु जेनरल एक्सपेन्सहरु अनि त्यसै गरी अफिसमै भएको फर्निचरहरुको डिप्रिसिएसन हैन अफिसमै भएको के रे मेन्टेनेन्सहरु रिपेयरहरु यो कुराहरु चाहिँ केमा आउने भयो अफिस खर्चमा आउने भयो है। हामीलाई क्वेशनमा दिएको हुन्छ जस्तै डिप्रिसिएसन भनेर दियो भने अफिस भनेर त्यहाँ लेखेको पनि हुन्छ के त्यो भएर के लेखेको छैन भने चाहिँ फ्याक्ट्री नहुने भयो। अफिस भनेर लेखेको छ भने अफिसमा। त्यसै गरी डिप्रिसिएसन त्यो पनि अफिसको हो। त्यस्तै गरी रिपेयर अफिस रिपेयर हैन। त्यसै गरी लाइटिङ बैंक चार्ज पनि यही जान्छ नि सर। हजुर बैंक चार्ज बैंक चार्ज अनि त्यस्तै गरी ऑडिट फी हो लीगल फी यस्तो अफिसियल खर्चहरु चाहिँ
यो अफिस एन्ड एडमिन ओभरहेड भन्नेमा आउने भयो। ठिक छ। र यति गरिसके पछाडि हामीले फ्याक्ट्री कस्टमा अफिस ओभरहेड जोडिसकेपछि के आउँछ? Cost कस्ट अफ of प्रोडक्सन। यति भनेपछि कस्ट अफ प्रोडक्सन आयो। कस्ट opening stock of finished goods. प्रोडक्सन है, कस्ट अफ प्रोडक्सन भयो। ठिक छ। अब कस्ट अफ प्रोडक्सनमा हामीले ओपनिङ स्टक अफ फिनिश्ड गुड्स र लेस क्लोजिङ स्टक अफ फिनिश्ड गुड्स गर्यौं भने के आउँछ? कस्ट अफ गुड्स सोल्ड आउँछ है। यति गर्यौं भने कस्ट अफ गुड्स सोल्ड आउने भयो। कस्ट अफ गुड्स सोल्ड। ठिक छ। कस्ट अफ गुड्स सोल्ड आउने भयो। अब त्यसमा एड गर्नु पर्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। कस्ट अफ गुड्स सोल्डमा सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड जोडियो भने अनि चाहिँ हाम्रो त्यो प्रोडक्टको के आउँछ? कस्ट आउँछ के। त्यो प्रोडक्टको कस्ट अनि चाहिँ आउँछ। ल अब सेलिङमा के गर्ने भयो? सेलिङमा जस्तै एउटा होला एडभर्टाइजमेन्ट, यो सेलिङमा पर्ने भयो हो। त्यस्तै गरी Outward carries outward. सेलिङ स्टाफ एक्सपेन्स सेलिङमा पर्ने भयो। क्यारियज आउटवार्ड Bad सेलिङ debts. पर्ने भयो हो। त्यस्तै गरी डिप्रिसिएसन अफ भ्यान हो। भ्यानको डिप्रिसिएसन त्यो उतापट्टि सेलिङ गर्नको लागि किनेको भ्यानमा लागेको डिप्रिसिएसन भनेको यहाँनिर लाग्ने भयो सेलिङ एक्सपेन्सेसमा। यी खर्चहरू चाहिँ अब हाम्रो सेलिङ आउने भयो। त्यस्तै गरी रेन्ट अफ गोदामको रेन्टहरू सेलिङमा आउने भयो हो। ल सेलिङ एक्सपेन्सहरू पनि जोडिसके पछाडि अब चाहिँ हाम्रो फाइनली त्यो प्रोडक्टको के आउँछ? कस्ट अफ सेल्स आउने भयो। टोटल कस्ट पनि भन्छ यसलाई। सर bad debt पनि जाँदैन त्यहाँ? सेल अर टोटल कस्ट आयो। ठीक छ। अब टोटल कस्टमा अब हामीले के गर्छौं? यसमा सर्ट एन्ड प्रॉफिट जोड्छौं हो। लस भयो। प्रॉफिट जोडेर न हाम्रो के हुन्छ? सेल्स प्राइस आउँछ हो। कस्ट अफ सेल्समा प्रॉफिट जोडेपछि अब हाम्रो के आउँछ? सेल्स रेभेन्यू भ्यालु अथवा सेल्स प्राइस। रेभेन्यू यसरी
कस्ट सिट बन्ने भयो। ल यो फर्मेट हामीले मजाले कपी गर। अनि हामीले प्रफिट निकाल्छौँ त्यो कसरी निकाल्छौँ नि? त्यो पर्सेन्टेज निकाल्ने फर्मुलाहरू प्रोफिट लेखाइदिन्छ हामीले हामीले कसरी निकाल्छौँ? प्रोफिटको 20% दिएको हुन्छ यो कस्टमा। जस्तै हाम्रो मानिलिउँ कस्ट आयो 100 रुपियाँ हो। ल टाइम कति छ? 1 मिनेट। ल कस्ट आयो हाम्रो 100 रुपियाँ अनि हामीलाई के भनौँ? प्रोफिट चाहिँ 10% अफ कस्ट भनौँ हो। हेर 10% अफ कस्ट भनौँ भने प्रोफिट कति हुने भयो? 100 को 10% 10 रुपियाँ। ठिक छ। तर यदि प्रोफिट चाहिँ 10% अफ सेल्स प्राइस भनेर भनौँ भने अब हामीले सेल्स प्राइस त थाहा छैन हो। सेल्स प्राइस त थाहा छैन नि त। तर हामीलाई सेल्स प्राइस भनेको के गरे? सेल्स प्राइस भनेको त कस्ट प्राइस प्लस प्रोफिट हो नि। त्यो हुँदाखेरि हाम्रो प्रोफिट भनेको